हामी चाहिँ अहिले यो काबो दे रोका भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँनिर हाम्रो किशोर दाइ हुनुहुन्छ। हाम्रो दाइ चाहिँ पहिला नि त आइसक्नु भएको रहेछ होइन। आज फर्स्ट टाइम हो। ल्यान्डस्केप चाहिँ दामी लाग्यो दाइ मलाई यताको। राम्रो छ होइन, तर आज मौसम अझै क्लियर छैन है। त्यति समुद्र सफा देखिरहेको छ, नभए त ठ्याक्क त्यो यो आकाशको छ नि, समुद्र छ नि, ठ्याक्क टजको देखिने कि है। क्लियर छैन, कुनै दिन आउनु न फेरि। क्षितिज बादल लागेको थिएन होला। हुन्छ नजिकै छ। अनि यो स्ट्याच्यु तल चाहिँ दुईजना म्याकेनिकहरू चाहिँ युक्रेन भन्दै त्यहाँको पेस गरिरहेको थियो। जाएर बसिरहेको सान्ता क्रुज कि कुन भन्ने एउटा त्यहाँको बिचमा हो के अरे, एउटा नेपाली बेपत्ता भएर चाहिँ अस्ति भर्खरै कुरा, धेरै दिन भएको छैन। पौडी खेल्न भनेर गएको। ल एटलान्टिक ओसन भन्छ यो। क्या सही छ है। ल्याएको छैन मैले त। कस्तो बवाल रहेछ नि त दाइ। काबो दा रोका, फोका भन्छ यहाँ चाहिँ। ज्याकेट लिएर आइएन। सकिन्छ सक्दैन सकिन्छ। अब उता गर्मी थियो, तराईबाट सिधै माथितिर गएको जस्तो भयो त। माथिबाट सिधै तलतिर तराईतिर ए होइन, तराईबाट माथिबाट भिटामोटबाट कन्याम गएको जस्तो आउने। भुटुबाट माथि थियो, नाम सुनेको छु मैले, तर ठाउँ चाहिँ नगएको। जाडो छ कि भुटुल यस्तो गर्मी छ। झापाबाट इलाम गएको जस्तो भनौँ न। तर एउटा यसरी के ठाउँ पनि अलिकति फरक छ त्यहाँ पनि। जस्तै अलिकति अब हाम्रो यो पाटनमा अलिक गर्मी छ भने गोदावरी गएर बसेर शीतल शीतल यो टाइममा राख्दैन। ल घाम लाग्यो, मेरो पुकार सुने जस्तो छ माथिबाट। त्यो भएर आज यो समुद्रको छ नि त्यति सफा देखिरहेको छैन। जस्तै यो जुन समुद्र र बादलै हो। छिदिनु पऱ्यो बादल लगाएर। तर बादल लाए पनि सिन राम्रो चाहिँ राम्रै छ। ओहो दाइ यहाँबाट मोबाइल झऱ्यो भने कहाँसम्म होला होला यो बर्खामा त। रेस्ट्रिक्टेड नै ल्याएको छ दाइ यता। पेनाल्टी रहेछ नि त, 30 देखि 300 युरोसम्मको पेनाल्टी रहेछ कि यहाँ ल्याएको छ।
आउनु त यहाँसम्म त आउनु पाइहाल्छ नि। मैले चाहिँ ड्राइभ गरेको चाहिँ होइन त्यो छ नि छ नि ट्र्याक त्यो गरेर चाहिँ यस्तो चाहिँ अब आज त होइन होइन अब आएर त्यहाँबाट सर्भिसमा मान्छेमा हान्ने त्यहाँ माथिबाट बस भेटिहाल्छ। लाङटाङको ऊ जस्तो रहेछ के अरे क्यान्जिनको डाँडो क्यान्जिन माथि नै हाम्रो छोड्ने है बसमा त्यहाँ माथि नै त्यो बस छोडिदिने त्यहाँबाट हिँडेर आउने यहाँबाट चाहिँ सर्भिस मैले त्यसो यो 300 ग्राउन्ड खाली हुँदै हालेँ। ऊ त्यहाँ रहेछ नि है ल दाइ हुन्छ हाम्रो नेपालमा चाहिँ दा यस्तो डाइरेक्सनहरू चाहिँ लेखेको हुन्छ। ट्रेकिङको भाइब्स आयो त दाइ है। शिवपुरी हाइकिङ शिवपुरी पोर्चुगलको शिवपुरीमा आइपुग्यो। भिडियोलाई अलिक फन्नी बनाउने हो त कसरी थाहा छ हेर्नुहोस् यहाँ पोर्चुगलमा पातहरू हरियो हुन्छ। नेपालको हाइक होइन पोर्चुगलमा पातहरू चाहिँ हरियो हुन्छ। यस्तो ढुङ्गाहरू पाउँछ पोर्चुगलमा छाप लगाएको ढुङ्गा। बाटो बनाइदिएछ पोर्चुगल बाटो चाहिँ यस्तो हुँदो रहेछ। यस्तो हुँदो रहेछ। तर हाम्रो नेपालको हाइकिङ चाहिँ कस्तो हुन्छ नि चट्ट हाइक गऱ्यो है एकदम थाकिरहेको छ अनि सानो गाउँ आउँछ कि त्यो त्यहाँको मान्छेसँग इन्टरेक्सन गर्न यहीँबाट रमाइलो अर्को हुने कि त्यहाँ यता निस्क्नु है यतैबाट निस्क्यो अहिले छोटो हो यताबाट फेरि उता अर्को हो। कहाँ पुग्ने त यताबाट चाहिँ यो बाटो होइन होला के हो यो होइन यो युज गरेको छैन मैले छैन ट्राई गर्नु है हेरेर आउनु म यतै बस्छु ल तपाईँ हेरेर आउनु अनि मलाई भन्नु न। होइन नि यतैबाट जाउँ त त्यसो भए आपको ये अंधेरी गुफा तरना होगा।
हामी अहिले फाइनली आइपुगेको छौँ पेनादे प्यालेस सिन्त्राको। ल यही हो होइन हो यतापट्टि उता अर्को भाग उतापट्टिको अलिक येलो कलरको छ येलो कलर अनि त्यो अझ राम्रो छ ल। Pedro do Penaferim। त्यो नेपालमा चाहिँ त्यो ट्रेक गर्दा यस्तो ढुङ्गाको भर्याङ हुन्छ नि त, खुट्टा दुखेर हैरान हुन्छ नि है। यस्तो भइदियो हुन्थ्यो जस्तो लाग्ने है कहिले कहिले त। तर फेरि अनि यसो पछि सम्झिँदाखेरि दुःख भयो नि, मजा त्यसैले दिँदो रहेछ भन्ने पनि हुने क्या। फेरि मेमोरी चाहिँ फेरि त्यसैले क्रिएट गर्ने क्या। कोही दुःख कोही डर कतै रमाइलो हुनु पर्यो सबैको सब विश्राम छ त्यहाँ। बाटो हो हजुर पार्किङ गरेपछि यताबाट भित्र जाने बाटो हो होइन। यो यताबाट माथि चाहिँ मैले जुन भनेको छ नि त्यहाँ जाने बाटो छ कि एउटा त्यो जहाँसम्म उता ठुल्ठुलो ढुङ्गा खालको छ नि ऊ छ कि त्यो ढुङ्गा जस्तो रमाइलो देखिन्छ त्यो ढुङ्गा जङ्गल त्यो छ यता त्यो त पछि जाउँला त्यहाँ चाहिँ हामी कुनै दिन यस्तो मिलाएर हुन्छ है। हामी त्यो यो फोर्टतिर जान्छौँ। यस्तो गुफाहरू तपाईँको त्यो के अरे नारायण हिटी छ नि, नारायण हिटीमा नि एउटा गुफा छ है। त्यो बाट कहाँ निस्किन्छ है? निस्किन्छ त्यहाँको निस्किन्छ अरे के? त्यहाँ निस्किनु मिल्छ क्या। जस्तो सोबारको गुफा उता नारायण पुग्छ भन्छ होइन। तर होला पनि पहिला त्यसरी त उ गर्थ्यो नि युद्धको टाइममा। त्यो यो जस्तो यो फोर्टको छ नि यो कुनै पार्ट जस्तो लाग्छ यतातिर छ नि। ए होला त्यसको वरिपरि हो। ल हामी चाहिँ यता हरायौँ कि भन्ने आशंका थियो, तर दाइले चाहिँ पुग्छ भन्नु भइरहेछ। फेरि पोर्चुगलमा दुईजना नेपालीहरू सिन्त्रा घुम्न गएको, एउटा सिन्त्राको जङ्गलमा बेपत्ता पोर्चुगल चौतारीमा। अनि यो चाहिँ हामी छुट्टै अर्को बाटोबाट आयो। अघि त्यो मेन बाटोबाटै गएको रहेछ अस्ति हामी होइन। बाटो त बाटै रहेछ नि यो, तर युज भइरहेको रहेछ नि, नत्र यस्तो ट्रेलै हुँदैन नि यो। कुन चाहिँ बाटो तल माथि माथि टस गर्ने कि क्या हो त कोइन टस गर्ने कि क्या हो? यो हेड यो टेल ल दाइ टु के हो? टु लेखेको हेड भयो, अर्को टेल ल दाइ। हेड आयो भने हामी यो बाटो जाने होइन दाइ, टेल आयो भने हामी यो बाटो जाने। के आएछ? टेल आयो होइन होला। ए मान्छेको टाउको रहेछ नि त, हेड हो यो त्यहीबाट। रोयल त मलाई तल आयो त्यही त अनि मान्छेको हेड त ए यहीँ हो आउनु पर्ने होइन? पर्दैन होला, यो यहाँ आउँदो रहेछ नि त मान्छेहरू। ए अस्ति यताबाट आयौँ कि हामी? हो यताबाट होइन, यताबाट आयौँ। आउनु चाहिँ यसरी गएको? यसरी गएको ए ल उताबाट यसरी आयौँ कि त्यो जङ्गलको बाटै हो होइन। अनि कहाँ त्यहाँ मिस्टेक भयो। अब हामी यता जाने नि त? यहाँ पैसा पर्दैन यहाँ त पर्दैन, तर उताबाट माथि जानु हुँदैन। पुरानो अब के हो? यो चाहिँ यहाँको पुरानो पाइप दिने टाइपको रे, सही रहेछ नि।
चाहिँ ल स्वयम्भूको भर्याङ आइपुग्यो साइड साइडमा बुद्धको मूर्ति अब बुद्ध जयन्ती छ अगाडि आउँदैछ 3 दिन अगाडि बुद्धको मूर्तिहरू चाहिँ अघि ढुङ्गा कस्तो है त्यो अहिले झलक देखाएको छ नि त हो अब म एकचोटि नेपाल गएर आएपछि चाहिँ एउटा ट्रेक गर्नुपर्छ यतातिर त्यो अगाडि गऱ्यौँ भने होइन अगाडि हुन्छ कि अब आएर उताबाट आएपछि त हामी त्यो जुन ठाउँ भनेको छ नि त्यहाँबाट आएपछि त टेन्सन किनेर जाने हो नि त अनि कताबाट आएपछि भने अब यही अब के भन्नु एक कामबाट के हुन्छ त हेरौँ त्यो बेलासम्म टेन्ट हो म्याट हुन्छ टेन्ट एउटा किन पुगिहाल्यो 12-1 बजे घर पुग्यो नि भइहाल्यो ओके स्पेनिस बोल्छ कहिले त्यस्तै हुन्छ देखेर देखियो कति लामो ट्रेन हो चल्यो